Hello, namaste everyone. Welcome back to once again my YouTube channel. So आज चाहिँ म चाहिँ धान रोप्नु जाँदैछु हाम्रो खेततिर हैन। म चाहिँ अस्तिको दिन आएको अन्त लाइ नै गएको थिएँ नि त। अनि हिजोको दिनमा त मैले यति पनि गर्नु पाएन के भिडियो हैन। पहिले लुडी सोड्दै थिएँ, एकछिनपछि त मेरो फोनै अफ भइदिरा अनि त्यो भएर मैले धान रोपेको भिडियो पनि गर्नु पाएन। हेर्नु होला त्यो मकैको डढ भएको आज चाहिँ हाम्रो खेत हो तलदेखि आजै छ टन्नै। आधी त रोप्नु भइसकेछ अन्त आधी चाहिँ आजै पनि छ के। अन्त आज पनि रोप्नु जाँदैछु म। बिहानै खाजासाजा खायो हैन, त्यसपछि चाहिँ लाग्यो हैन। अब खासै लुडी त छैन, हिजै आधी धेरै सक्यो, अब छ छैन हेर्नुपर्छ आज लुडी सोरेर। अन्त धमाधम धान रोप्नु पर्ने छ। अहिले चाहिँ हामी चाहिँ घरकोले मात्रै के सबैजना आफ्नो गर्दै हुनुहुँदो रहेछ, पानी पनि नपरेर थोरै त्यो भएर हामी चाहिँ धेरै छैनौँ, हामी मात्रै। त्यो भएर जाँदैछु म। देख्न सक्नुहुन्छ एकछिनपछि मैले धान रोपेको। गाउँ पनि यस्तो भइरह, पानी त ठुलै परेन क्या, त्यही भएर पनि हो। पानी परेको भए त धेरै मान्छे लाउनु थियो हैन। पानी छैन, के गर्नु त मान्छे लाएर पनि हैन। त्यो भएर अस्ति पानी परे धेरै, फेरि घाम लागेर सुकिसके। त्यो भएर फाइनली म चाहिँ गोठ पनि आइसके। हाम्रो खेत चाहिँ तल छ, गोठभन्दा पनि मुनि। तलहरूको बाजेहरूको चाहिँ रोपिसक्नु भएछ धान यहाँ। यो चाहिँ एउटा रोप्ने धान हो के, हाम्रो सबैको त्यस्तै गर्नु भइछ क्या। यो पालि चाहिँ धेरै पनि मान्छे लाग्दैन नि त, एउटा रोप्दा धान। एक्लै धान के भन्छ यो, त्यो भएर रोपिसक्नु भएछ उहाँहरूको चाहिँ। आज पनि फेरि लुडी काट्नु लागेको। कति धेरै हो कि झर।
मेरो भारी अब लुडी बोकेर जान्छु गोठ। उठ्न पो सक्छु सक्दिनँ यार। आया अब लागे गोठतिर। हेर्न गाई त्यो पेजीले त रोप्नै जान्दैन। एक रोपा रोप्नलाई 3 घन्टा लाग्दो रहेछ। कोही सुर्ती मार्दा ठिक्कै खाजा के हो ब्लाउर आइरहेछ त भाइ। खाजा चुम्बा रानी नगर फिलहाल चाहिँ भएको यहाँ छ जडा चुप्पै नानी इन्टी इन्टी चुप म ऊ पानी परेर यार। अह खतरा यार खतरा। नाकैमा के हो माटो रोटी। यहाँ चाहिँ हाम्रो बगेबी उखाल्दै हुनुहुन्छ। पानी परेर के गर्नु र ल रात पऱ्यो गाइजहरू। अब चाहिँ हामी त सकेकै छैन। अब सक्नु लाग्यो। तल डेन्जर रोप्यौँ हामीले। कुहिरो परेर फाइनली हामी चाहिँ रोपिसकेर घरतिर जाँदै हो। ओ माइ गॉड कुहिरो। हाम्रो गोठ सक्यो। रात पर्यो। यत्रो भएछ आज त। लो पानी खतरा बगेछ पानी। भोलि यत्रो पानी आयो भने पानी त चल्छ त यार। कोही कोही चाहिँ आन्द्रा बनाउँदैछन्। कस्तो अँधेरो हो यहाँ त है। सब्जी अब खाने।